है के राम्रो ल पानी है हामी बसन्तपुर आइपुग्यो आज वेट गर्दैछौँ हैन यस्तो छ तर हामी चाहिँ 3 जना आज धरहरा आएको हेलो गाइजहरु आज हामी धरहरा आएको है र हाम्रो बुबा र साथी धरहरा छिडिसक्यो हामी झर्दैछौँ अब हामी आएर गएर अब हामी बसन्तपुर गएर मोमो खाने हो ल बसन्तपुर गएर मोमो खाने हो ल आज मैले बुवालाई घुमाउनु ल्याएको धरहरा घुमाइदिएको 13 मा आइपुगेछ है त्यो गर्मी बेलामा त लास्टै गर्नु भएको थियो नि यो त उयो उकालो आउने बेला त गाह्रो हुन्छ यहाँ त्यो हाम्रो घरको जस्तो एउटै हो नि ल हामी कति तल 6 मा आइपुग्यो आफू बुबा कस्तो लाग्यो धरहरा घुम्दा कस्तो लाग्यो राम्रो छ भनेर कान चलाउँछ ल तपाईँ देख्न सक्नुहुन्छ काठमाडौँको भ्यू नाइस नाइस होला कस्तो लाग्यो गाइजहरु भन्नु साथी धरहरा झरेर चाहिँ बसिरहेछ जाउँ न उता उता घुम्नु न पुरानो अरे त यो चाहिँ पुरानो अरे त्यो धरहरा चाहिँ यस्तो छ धरहराभित्र चाहिँ बुबा उता हिँड्नु गाइजहरु अब हामी निक्लिनु लाग्यो लगभग अब हामी सक्यो धरहरा घुमेर हामी धरहरा झरेर घुमेर सकेर बसिरहेको अब हामी गएर मोमो खान्छ है हाम्रो बुबा कस्तो लाग्यो धरहरा राम्रो ठिकै कि सुन्धाराको पानी पानी है धरहराको अवलोकन गर्छ आज हाम्रो बुबाले चाहिँ ओइ हेर न त्यहाँ चाहिँ कस्तो राम्रो जाऊ तिमीहरू हिँड्दै गर बुबा अगाडि हेर्नु त अगाडि कस्तो
क्लियर आहा त्यहाँ चाहिँ हो। र मेरो साथी बुबा कस्तो लाग्यो धरारा घुमेर? धरारा घुमेर एकदम सकेर हामी हिँड्दै हो। हामी चाहिँ कताबाट जान्छ त? तर त्यहाँबाट निक्लिँदा पनि हुन्छ होला है। त्यो मान्छेहरू उताबाट निक्लिएको हामी नि निक्लिँदा अस्ति नि चढ्ने त्यहाँबाट छैन भने त हामी त्यताबाट गएको जाउँ हामी ल हामी चाहिँ अर्को गेटबाट जाँदैछौँ है। यो गेटबाट हामीलाई जान्दैन गाइडहरू। हामी फेरि फर्क्यौँ ल धराल बाई बाई गर्नु गाइडहरू। बाई बाई ल बुवा कत्ला धरा त आउँदैन है। धरारा चढेर अब हामी बसन्तपुरमा आइपुग्यो। प्रवेश गर्दैछ तपाईँ देख्न सक्नुहुन्छ। हामी बसन्तपुर आइपुग्यो। बसिन्छ ऊ पर है ऊ त्यहाँ मान्छे हेर न माथि ड्रेस लगाउने ठाउँ यो चाहिँ बसन्तपुर। हो ए आज रमाइलो भयो। बसन्तपुरमा आइपुग्यो है। कहाँ जाने हो? खाजा वेट गर्दैछौँ होइन। अब हामी खाजा खानु लाग्यो। खाजाहरू ठाउँमै बसन्तपुर घुम्नु यस्तो छ होइन। बसन्तपुरबाट Sandro ko ukalama